एकपटक यो सिनलाई ध्यान दिएर हेर्नुहोस्। ब्रान्ड फरक छ, लोगो फरक छ अनि प्राइस फरक छ, तर सेप अचम्मको रूपमा उस्तै अग्लो बडी, उस्तै स्मुथ सर्फेस, उस्तै थिन एलइडी हेडलाइट्स, कलर पनि उस्तै व्हाइट, सिल्भर, ग्रे, ब्ल्याक। जस्तो कि फरक फरक कम्पनीका गाडीहरू एउटै इन्भिजिबल टेम्प्लेटबाट निस्केका हुन्। तर कहिलेकाहीँ यही भिडमा पुरानो कोरोला, सान्टो, पजेरो र ल्यान्ड क्रुजर जस्ता गाडीहरू देखिन्छन्। फिचर्स कम छ, टेक्नोलोजी पुरानो छ, स्क्रिन छैन तर टाढैबाट चिनिन्छ। ब्याज हेर्नु पर्दैन, त्यसको आफ्नै फेस हुन्छ, आफ्नै क्यारेक्टर हुन्छ। के साँच्चै मोडर्न कार डिजाइनबाट केही हराउँदै गएको छ? के डिजाइनर अल्छी भएकै हुन् त? कि कारहरू यस्तै देखिन बाध्य भएका हुन्? यो स्टोरी बुझ्न हामी केही दशक पछाडि चाहिँ फर्किनुपर्छ। त्यो समय गाडी केवल एउटा ट्रान्सपोर्टेसनको माध्यम मात्रै थिएन, गाडी एउटा स्टाटसको स्टेटमेन्ट थियो। कल्पना गर्नुहोस् 1950s को एउटा पार्किङ लट, कतै ठुला तेल फिनहरू, कतै घाममा चम्किरहेका क्रोम अनि कतै रोडमाथि तैरिरहेको जस्तो लामो र लो बडी। ब्याज छोपे पनि कुन कार कुन हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो। त्यो टाइममा अमेरिकन कारहरू कन्फिडेन्ट र स्पेक्टेकल देखिन्थे अनि युरोपियन कारहरू क्लिन, प्रपोर्सन र एलिगेन्ट देखिन्थे। जापानिज कारहरू सिम्पल र प्र्याक्टिकल थिए, तर तिनको आइडेन्टिटी पनि क्लियर थियो। त्यो बेलाका गाडीहरू पर्फेक्ट थिएनन्, तर ती गाडीहरूलाई सम्झन फिचर लिस्ट चाहिँदैन थियो, सेभ नै काफी थियो। 1960s को अन्तिमतिर आइपुग्दा दुनियाँ रकेट, स्पेस रेस र सुपरसोनिक स्पिडको सपना देखिरहेको थियो। त्यति नै बेला कार डिजाइनरहरूले पनि कारको डिजाइनलाई चाहिँ किन पछाडि पार्ने भन्ने रियलाइज गरिसकेपछि फ्युचर जस्तो बनाउन चाहिँ मेहनत गर्न थाले। त्यसको रिजल्ट कर्भहरू कम भए, एजेस आए, बडी लो भयो, नोज ब्लेड जस्तो सेप बन्यो। यहाँबाट जन्मियो ओएस डिजाइन। लाम्बोर्गिनी काउन्टाज, डेलोरियस DMC-12 यी कारहरू बाटोमा गुन्नु अगाडि नै फास्ट देखिन्थे, यतिसम्म कि पार्क हुँदा पनि मुभिङ जस्तो लाग्थे। किनभने त्यति बेलाको लागि फ्युचर टेक्नोलोजी मात्र थिएन, फ्युचर एउटा सेप थियो, बोल्ड, सार्प, अनमिस्टेकेबल। तर यहाँ स्टोरीले एउटा ठुलो टर्न लिन्छ। कार स्केचबुकभित्र मात्रै बन्दैन। कार डिजाइनको सबैभन्दा कठोर जज डिजाइनर होइन, न त कस्टमर। सबैभन्दा कठोर जज हो फिजिक्स। रोडमा निस्किएपछि उसले यस्तो फोर्ससँग जुन्नुपर्छ जसलाई ब्रान्ड, ब्युटी वा इमोसन कुनै कुराको मतलब हुँदैन। त्यो हो हावा। गाडी अगाडि बढ्दा हावाले त्यो गाडीलाई पछाडि रोक्न खोज्छ। रेजिस्टेन्स बढी भयो भने इन्जिनले बढी काम गर्नुपर्ने हुन्छ, फ्युल पनि बढी खर्च हुन्छ। यहाँबाट डिजाइन फ्रिडम बिस्तारै साँघुरो हुन थाल्यो, किनभने हावाले टोयोटा, पोर्से, हुन्डाई, BYD छुट्याउँदैन। सबैलाई एउटै रुल लाग्छ। तर फिजिक्सको रुल त पहिलेदेखि नै उही थियो। त्यसो भए इफिसियन्सी अचानक ब्युटीभन्दा ठुलो प्रायोरिटी किन बन्यो होला त? यसको कारण डिजाइन स्टुडियोभित्र थिएन। यसको कारण थियो 1973 को ओइल क्राइसिस। फ्युल महँगो भयो, सप्लाई अनसर्टेन बन्यो र कार इन्डस्ट्रीले एउटा अनकम्फर्टेबल ट्रुथ स्वीकार्नु पर्यो। पावर र स्टाइलले मात्रले अब पुग्दैन, गाडीले फ्युल पनि बचाउनुपर्छ। त्यसपछि विन्ड टनल, कम्प्युटर एनालाइसिस र कोएफिसिएन्ट अफ ड्र्याग CD महत्त्वपूर्ण हुन थाले। सिम्पल भाषामा सीडीले कार हावामा कति सजिलै चिप्लाउन सक्छ भन्ने कुरा देखाउँछ। त्यसको नम्बर कम भयो भने रेसिस्टेन्स कम हुन्छ, फ्युल कम खर्च हुन्छ, इभी भए रेन्ज बढी हुन्छ। फरक फरक ब्रान्डका इन्जिनियरहरूले एउटै फिजिक्स सल्भ गर्न थालेपछि एन्सर पनि बिस्तारै एउटै आउन थाल्यो। टियर ड्रप, अगाडि राउन्डेड, बीचमा बिस्तारै फैलिएको, पछाडि जाँदै गर्दा साँघुरो हुने सेप। हावाका लागि यही फर्म एफिसिएन्ट हुन्छ। तर प्योर टियर ड्रप रोडमा प्र्याक्टिकल थिएन। प्यासेन्जर कहाँ बस्ने, बुट कहाँ राख्ने, भिजिबिलिटी र क्र्यास स्ट्रक्चर कसरी बनाउने, फिजिक्सले आइडियल सेपहरू मागिरहेको थियो। त्यसैले इन्जिनियरहरूले कम्प्रोमाइज गरेर एउटा पोइन्टमा पुगे। लामो टेल नबनाइकन पछाडिको भाग छोटाउने तर एयर फ्लोलाई टियर ड्रप जस्तै बिहेभ गराउने। यही आइडियाले प्र्याक्टिकल कारलाई एरोडाइनामिक बनायो।
तर बिस्तारै 80s का शार्प एङ्गुलर कारहरू 90s मा पुग्दा सफ्टर, राउन्डर र फ्लोइङ बन्न थाले। तर आज कारको बनेट किन अग्लो भयो? विन्डोज किन साना भए? पिल्लर किन मोटा भए? यसको एन्सर पाउन हामी जानुपर्छ क्र्यास टेस्ट ल्याबमा। पहिला कार सेफ्टी मेनली क्याबिनभित्रका प्यासेन्जरको वरिपरि रहेर चाहिँ सोचिन्थ्यो, तर बिस्तारै फोकस कार बाहिर पैदल यात्रुहरूतिर पनि गयो। यदि पैदल यात्री हुडमा ठोकियो भने उसको टाउको सिधै इन्जिन अथवा हार्ड मेटल पार्टमा नलागोस् भनेर हुड र इन्जिन बीच खाली स्पेस चाहिन थाल्यो। त्यसको रिजल्ट बनेट माथि उठ्यो, नोज बनेट भयो, फ्रन्ट इन्ट हेभी देखिन थाल्यो। क्लासिक कारको लो स्लिम नोज बिस्तारै हरायो। त्यसपछि रोल ओभर प्रोटेक्सन कडा भयो। कार पल्टिँदा रुफ कोल्याप्स हुनु हुँदैन, क्याबिन जोगिनुपर्छ। त्यसैले पिल्लर मोटा भए, विन्डोज साना भए र बनेट चाहिँ माथि गयो। पुराना कारहरूबाट बाहिरको भ्यू चाहिँ अलि धेरै देखिन्थ्यो, त्यसैले खुल्ला खुल्ला फिल हुन्थ्यो। तर मोडर्न कारहरूमा क्याबिन बलियो भयो, तर त्यसको मूल्य भने ड्राइभरको भिजिबिलिटीले चुकायो। फिजिक्सले गाडीको बडीलाई स्मुथ बनायो, सेफ्टीले फेस अग्लो र स्ट्रक्चर मोटो बनायो। तर अझै एउटा क्वेसन बाँकी नै थियो। कम्पनी फरक, ब्याज फरक अनि डिजाइन ल्याङ्ग्वेज पनि फरक, तर बेसिक प्रपोर्सन चाहिँ किन उस्तै फ्यामिलियर लाग्न थाल्यो? यसको कारण विन्डसिल्डमा मात्र थिएन, न त क्र्यास टेस्ट ल्याबमा थियो। यसको कारण हो अकाउन्टेन्टको स्प्रेडसिट। नयाँ कार जिरोबाट डेभलप गर्नु भनेको एकदमै महँगो प्रोसेस हो। व्हिल बेस कहाँ हुने, सस्पेन्सन कहाँ बस्ने, इन्जिन वा ब्याट्री प्याक कहाँ राख्ने र क्र्यास स्ट्रक्चर कसरी बनाउने, यी कुराहरू कारका बेसिक फाउन्डेसनहरू हुन्। त्यसैले म्यानुफ्याक्चररहरूले एउटा प्र्याक्टिकल बाटो निकाले, सेयर्ड प्लेटफर्म, अर्थात् एउटै बेसमाथि फरक फरक मोडल बनाउने। कुनैमा ह्याचब्याकको बडी, कुनैमा सेडानको बडी, कुनैमा एसयुभीको हाइट। बाहिरबाट लाइट चेन्ज गर्ने, बम्पर चेन्ज गर्ने, ग्रिलहरू चेन्ज गर्ने अनि ब्याज बदलिदिने। तर कारभित्र लुकेको स्ट्रक्चर भने उस्तै रहन्छ, जसले गर्दा कम्पनीहरूलाई धेरै नै फाइदा गर्यो। कस्ट कन्ट्रोल गर्न हेल्प गर्यो, प्रोडक्सन एकदमै सजिलो बनाइदियो अनि सर्भिसमा पनि फाइदा भयो। तर यसको मूल्य डिजाइनरहरूलाई भारी पर्यो। जब कारको प्रपोर्सन डिजाइन गर्ने बेस नै पहिल्यै फिक्स हुन्छ, डिजाइनरहरूसँग फ्रिडम कम हुन गयो। त्यसैले डिजाइनरहरूले गर्न सक्ने काम भनेको लुक मात्र चेन्ज गर्ने भयो। सोरुममा कारहरू फरक देखिए पनि साइड प्रोफाइल, स्ट्यान्ड, सनरुफ हेर्दा सबै फ्यामिलियर लाग्छ। बाहिरको छाला फरक, भित्रको हड्डी उही। चेन्जेस गाडी बाहिर मात्र भइरहेको थिएन, कारको इन्टेरियर पनि चुपचाप बदलिँदै थियो। पहिला प्रिमियम फिल अहिलेको जस्तो स्क्रिन साइजबाट मात्रै आउँदैन थियो। प्रिमियम फिल त बटन थिच्दा आउने त्यो क्लिक, स्टेरिङ समाउँदा आउने स्वाग अनि ड्यासबोर्डको मेटेरियल र ड्राइभर सिटबाट देखिने भिजिबिलिटीबाट आउँथ्यो। यी सानातिना कुराहरूले ड्राइभर र कार बीच कनेक्सन बनाउँथे। इन्टेरियर केवल फिचर लिस्ट मात्रै थिएनन्, एउटा एक्सपिरियन्स थियो। आजकलको मोडर्न कारमा स्क्रिन धेरै भएर प्रब्लम भयो भनेर भन्न खोजेको होइन, स्क्रिन युजफुल छ। तर जब क्लाइमेट कन्ट्रोल, मिरर सेटिङ, सिट फङ्सन जस्ता सिम्पल काम पनि स्क्रिनभित्र हराउँछन्, तब कार चलाउने एक्सपिरियन्स नेचुरल कम डिजिटल बढी हुन थाल्छ। त्यसपछि कार मेसिन जस्तो होइन, डिभाइस जस्तो फिल हुन थाल्छ। तर यहाँ एउटा आशा बाँकी थियो, इलेक्ट्रिक कार। हामी सोच्यौँ इन्जिन हटेपछि कार डिजाइन फेरि फ्रेस होला, पुरानो लेयरको प्रेसर कम होला, डिजाइनर्सहरूको नयाँ फ्रिडम आउला भन्ने। किनकि इभीमा अगाडि ठुलो इन्जिन हुँदैन, न त ट्रान्समिसन टनेल हुन्छ, न त एक्सल सिस्टम नै हुन्छ, ब्याट्री पनि फ्लोरमा बस्छ। अर्थात् डिजाइनर्सहरूसँग फेरि फ्रिडम आउनुपर्ने हो, नयाँ प्रपोर्सन, नयाँ क्याबिन, नयाँ आइडेन्टिटीका साथ। तर रिजल्ट के भयो? धेरै इभिजहरू फेरि उही फर्मुलातिर गए। उस्तै स्मुथ बडी, क्लोज फेस, थिन एलइडी हेडलाइट, बिग स्क्रिन अनि मिनिमलिस्ट ड्यासबोर्ड। तर किन? एन्सर फेरि त्यही पुरानो फोर्स थियो, एफिसियन्सी। इभीमा रेन्ज सबैभन्दा ठुलो सेलिङ पोइन्ट हो। हाइवेमा रेन्ज बचाउन एरोडाइनामिक महत्त्वपूर्ण हुन्छ। कार सेप सिमिलर भयो, इन्टेरियर पनि सिमिलर भयो। ओपनिङमै हामीले देख्यौँ कलर पनि प्राय उस्तै भयो, व्हाइट, सिल्भर, ग्रे, ब्ल्याक।
यो भनिरहँदा हामीले कम्पनी, रेगुलेसन र टेक्नोलोजीलाई ब्लेम गर्न एकदमै सजिलो छ, तर गल्ती कतै न कतै हाम्रो पनि छ। हामी युनिक डिजाइन मनपर्छ भन्छौँ, तर कार किन्ने बेलामा सेफ कलर रोज्छौँ। फिजिकल बटन राम्रो भन्छौँ, तर ठुलो स्क्रिन देख्दा प्रिमियम फिल गर्छौँ। भन्ने बेलामा चाहिँ एलिगेन्ट सेडान अथवा क्लिन ह्याचब्याक मनपर्छ भन्छौँ, तर किन्न जाँदा हाई स्ट्यान्ड पोजिसन, ग्राउन्ड क्लियरेन्स, बुट स्पेस र रोड प्रेजेन्स रोज्छौँ। फिजिक्सले लिमिटेसन दियो, सेफ्टीले बढी बदल्यो, पैसाले प्लेटफर्म लक गर्यो, टेक्नोलोजीले इन्टेरियर डिजिटल बनायो र मार्केटलाई अन्तिम डिरेक्सन हामी बायर्सहरूले दियौँ। आजकलका कारहरू बोरिङ वा सोललेस भन्न सजिलो छ, तर फियर भएर हेर्ने हो भने आजकलका कार पहिलाको भन्दा धेरै सेफ छन्, धेरै इफिसियन्ट छन्, धेरै प्र्याक्टिकल छन्। यो एउटा प्रोग्रेस हो, यसलाई इग्नोर गर्न मिल्दैन। तर हरेक प्रोग्रेसको पछाडि एउटा न एउटा कुराले मूल्य चुकाउनुपर्छ। हामीले लो बनेट छोड्यौँ, पैदल यात्रीको सुरक्षा पायौँ। थिन पिल्लर छोडेर स्ट्रङ क्याबिन पायौँ। मेकानिकल कन्ट्रोलहरू घटाएर डिजिटल कन्भिनियन्ट पायौँ। हामीले धेरै कुराहरूलाई जित्यौँ, तर यही प्रोसेसमा कारको क्यारेक्टर अलि धमिलो भयो। फ्युचर कार सेफ हुनुपर्छ, इफिसियन्ट हुनुपर्छ, प्र्याक्टिकल हुनुपर्छ, तर त्यसको साथसाथै मेमोरिएबल पनि हुनुपर्छ। किनभने कार केवल ए पोइन्टबाट बी पोइन्ट पुग्ने मेसिन मात्र होइन, यो हामीले पैसा तिरेर रोज्ने डिजाइन हो, हाम्रो टेस्ट हो, हाम्रो सपना हो र हाम्रो समयको रिफ्लेक्सन हो। त्यसैले अन्तिम क्वेसन यही नै हो, आज हामीले किनिरहेको कार 20 वर्षपछि पनि कसैको मेमोरीमा बस्ला त? तपाईँलाई डिजाइनको हिसाबले सबैभन्दा मनपर्ने कार कुन हो कमेन्टमा लेख्न नभुल्नुहोला। आजको भिडियो यति नै, अर्को भिडियोमा भेटौँला। स्मार्ट निर्णय लिनुहोस्। धन्यवाद।